जसरी सामाजिक सञ्जालमा विभिन्न फेक च्याटहरू जो भाइरल भइरहेका छन्, यो चाहिँ सबैभन्दा बढी चाहिँ माओवादीहरूले यो काम गरिरहेको देखिन्छ। र म अहिले पनि के भन्न चाहन्छु भने माओवादीका साथीहरूलाई, यस्ता फेक च्याटहरू तपाईँले गर्नुभयो भने तपाईँभन्दा बढी इन्टेलिजेन्ट चाहिँ अरू युवाहरू पनि छन्। जसरी त्यो यहाँ तपाईँले ल हेर्नुहोस् त, यो मेरो फेक च्याट अहिले जताततै हल्लाका रूपमा यसलाई प्रयोग गरिरहेछ। यदि यो मेरो च्याट सत्य हो भने के यो प्रचण्डजीको च्याट पनि सत्य हो। यो च्याट हेर्नुहोस् त, यसरी सामाजिक सञ्जालमा सजिलै गएर तपाईँले अहिले पनि फेक च्याट एप भन्ने एउटा एप छ, त्यो एप डाउनलोड गरेर सजिलै यस्ता च्याटहरू बनाउन सकिने टेक्नोलोजीको जमाना छ। यहाँ प्ले स्टोरमा गइसक्यो तपाईँलाई फेक च्याट भनेर एउटा एप आउँछ। म अहिले तपाईँको देखाइदिन्छु है ऋषिजी। अनि फेक च्याट एप यसरी एप आउँछ। यो एप आइसकेपछि यसरी जाने ओपन गर्ने, यहाँ क्रिएट च्याट भनेर यसरी आउँछ। अब म यहाँ के गर्छु, ऋषि धमला भनेर हान्छु है। तपाईँ र मेरो अहिले नै यहाँ कुरा आउँछ, ऋषि तपाईँ र प्रचण्डको कुरा गरौँ न। होइन न, पहिला यो सुन्नुहोस्, ऋषि धमला भनेर मैले तपाईँको नाम राखिदिएँ होइन। अब ऋषि धमला आयो हेर्नुहोस् है। अब तपाईँको ठ्याक्कै मैले यहाँ राखिदिन्छु काठमाडौँ भनेर राखिदिन्छु। यो फेक गरेर तपाईँ कसरी फेक गर्छ भनेर म देखाउँदैछु कि काठमाडौँ। अब हेर्नुहोस् है, अब ठ्याक्क ऋषि धमला आयो। अब स्वाट्ट यहाँ प्रोफाइल गरेर तपाईँको फोटो, अब यस्तो गरेर तपाईँको अब प्रोफाइल पनि भन्छ स्वाट्ट जाने। यसमा अब सेट प्रोफाइल, तपाईँको फोटो अलरेडी यहाँ छ। अब ऋषि धमला हो ऋषि धमला। अब ऋषि धमला आयो। अब यहाँ चट्ट पारेर म तपाईँसँग हाई भन्छु। हाई भन्दा दुईवटा अप्सन आउँछ, यो दुईवटा अप्सन ऋषि भयो कि के हो। अब मैले पठाएँ हाई भनेर आयो, के छ भाइ भनेर तपाईँले मलाई भन्नुभयो, भाइ भनेर यसरी लेखेँ मैले। अब यहाँ के आयो, ऋषि आयो। ल हेर्नुहोस् त, ठक्क तपाईँले मलाई मेसेज गरिरहेछ। च्याट कसको छ, ऋषि धमला छ, भर्खर बनाएको हो, हाई छ। अब मैले भने पैसा चाहियो भनेर भने, तपाईँको चाहियो भनेर भने। अब ऋषि धमलाले मसँग पैसा माग्यो भनेर ट्वाक यहाँ रिसिभ गर्दा ठ्याक्क आयो नै, ऋषि धमलाको आइडीबाट पैसा चाहियो भन्छ। कति भनेर अब मैले भने, कति भनेर यसरी गर्दाखेरि टक्क सेन्ड। ल हेर्नुहोस् त, दुईजनाको च्याट, यतापट्टि ऋषि धमलाले टक्क हेरि पनि रहेछ। यस्तो टेक्नोलोजी प्रयोग गरेर, विशेष गरेर माओवादीहरूका साथीहरूले टेक्नोलोजी प्रयोग गरेर मान्छेलाई उल्लु बनाएका छन्। म यो टेलिभिजनबाट भन्छु, यो मान्छेलाई जीवनमा मैले कहिले चिनेको पनि छैन र जीवनमा भेट पनि भएको छैन। यदि साँच्चै यो मान्छेलाई चिनेको हो भने मेरो एड्रेस, म काठमाडौँमा बस्छु र जुम्ला पनि हुन्छु, सुर्खेत पनि हुन्छु। र त्यो मान्छेको, यो मान्छे जो भिडियोमा छ, त्यो मान्छेको कसैले फोन नम्बर पाउनु भएको छ भने मलाई सम्पर्क गर्नलाई। एकजना गोर्खाका भुजेल हुने माओवादीको जो कन्टेन्ट सोध्ने मान्छे र जो कन्टेन्ट जो तपाईँले हेरिराख्नु भएको छ, यी दिने मान्छे चाहिँ को हुन्, माओवादीको यी बजाङ बाजुरातिरका मान्छे हुन् भन्ने मैले सुनेको छु। र उहाँ अहिले चाहिँ विशेष गरेर चेन्नई र महाराष्ट्रतिर एउटा होटलमा काम गर्नुहुन्छ अरे, माओवादीको विदेशको कुन सङ्गठनमा काम गर्ने भन्नेसम्म मलाई सूचना आएको छ। र यो हुँदै नभएको कुरा हेर्नुहोस्, यसरी भ्रम फैलाइरहेछन्। हो यसरी यिनीहरू लागेका छन्। किन लागेका छन् भने यिनीहरूले पैसा पाउँछन्। विभिन्न किसिमका आरोप प्रत्यारोप जो लाउनुपर्छ नि, यो राजनीतिक अब चल्दैन। यो 2052 साल होइन कि जे भन्यो त्यही मान्नुपर्ने। यो कति साल हो, 2081-82 साल हो। तपाईँले के गर्नुभयो, कस्तो गर्नुभयो भन्ने कुरा एकैछिनपछि जनताले त्यो कुरा मध्यनजर गर्न सक्दछन्। त्यो भावनाले मेरो अपिल अनुरोध के छ भने, यस्ता फेक गरेर, जसरी त्यो मेरो इन्डियामा एकजना मान्छे माओवादीको कार्यकर्ता ल्याएर जसरी तपाईँले त्यो एउटा प्रोपोगन्डा गर्नुभयो, अब भोलि एउटा मान्छे ल्याएर प्रोपोगन्डा गर्नुहुन्छ, कहिलेसम्म गर्नुहुन्छ? यो सिर्फ तपाईँले बाँच्नका लागि यसरी गिडगिडाउनु पर्ने त कारण केही छैन नि। त्यो भावनाले यस्ता फेक कामहरू नगरिदिन हुन म सबैलाई अपिल र अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद।